गर्यो बाटो यही हो क्या हो ओहो ओहो चस्मा लगाउने मान्छे यता चाहिँ घाम नपर्ने रहेछ क्या घाम पर्दो रहेछ ठिक छ अब चाहिँ नि हामी ओह्रालोतर्फ लाग्दैछु रिनाकको बाटो पनि राम्रो बनाउनु भएको छ बुद्ध चित्तको अब चाहिँ नि फुल एन्ड फल लाग्ने समय हो हाम्रो चाहिँ यो बुद्ध चित्तको चाहिँ फुल फल पात चाहिँ एकैचोटि आउने गर्छ है अहिले आउँछ अहिले एकछिन पछि आउँछ फाइनल्ली अब हामी यारिनाको सेकेन्ड गेटमा आइसकेका छौँ फर्स्ट गेट अगाडि नै देखाएको थिएँ हामीले हाम्रो पवित्र स्थल हो यो गुरु रिम्पोछेले चाहिँ तपस्या गर्नुभएको शक्ति प्राप्त गर्नुभएको स्थल हो हामी त पुग्नै लाग्यो है अब हामीलाई कस्तो हतार भइसक्यो पुग्नलाई होइन हो या तल किम्ती भन्ने गाउँ चाहिँ हो एकदम नमुना नि मलाई अब हामी यारिनाक पुग्ने क्रममा छु अबको केही समयमा अथवा एकैछिनमा पुग्नेछौँ है हाम्रो काभ्रे राम्रो काभ्रे पवित्र काभ्रे स्वागत छ यहाँहरूलाई पनि पाल्नु होला यहाँ हेर्नु
फाइनली हामी यहाँ रिनाक आइसकेको छौँ। ओम अहोम बजरंग रूपेमा सिद्धि होम। ओम अहोम बजरंग रूपेमा सिद्धि होम। ओम अहोम बजरंग रूपेमा सिद्धि होम। गुफा चाहिँ यहाँभित्र हो क्या, दुध्दा खोल्ने हो। हाम्रो गुरु लामा मेमेहरूले छिमे चढाउनलाई सबै व्यवस्था पनि गर्नुभएको रहेछ। धुप बाल्नु भएको हो मैजाङले।